सो गाइस आजको भिडियो चाहिँ हाम्रो फर्स्ट भिडियो हुनेछ जो चाहिँ आज यत्तिकै नर्मल्ली बनाएको होइन भाइ भाइ र म डुलेर आज किन भाइ कहाँ गएर आएको भन्दा दिदीको डाला नास्ता खान गएर आएको होइन अगाडि केटीहरू छन् होइन डिस्काउन्ट त भएन तै पनि के भाइ आज कस्तो हेन्सी देखियो आज मैले बाल कलर गरिदिएको नि त बाल कसम बाल त भन न के भन्ने मेरो बाल चाहिँ अलि खोइरहेको अन्त त्यही भएर भाइलाई मन परेन अरे मलाई चाहिँ मन पऱ्यो अब आफ्नो चोइस नि त अघि नै सबजनाको एज अझै हामी घर जान लाग्यो बाटो म्यासेजहरू केटीहरू मतलब केटीहरू भेट्यो भने भन्दै हाम्रो भिडियोमा गएर छान्छु केटी भर्खर भयो क्या हामी भिडियो बनाउन नि पाएन ल भर्खर साइडबाट गयो ल भिडियो बनाउन नि पाएन हामी राम्रोसँग त्यही भएर अब हामी आउँदा चाहिँ भिडियो बनाउनुपर्छ आयो चल राम्रो एन्सी देखियो किन अस्ति नै बाल काट्दा हरि नराम्रो क्या त्यही भएर भिडियो नहालेको कि सुरु अस्ति नै हाल्छु भने बल्ल आज बल्ल बनाएको कि बाल पलाउनु पऱ्यो नि त सो सुन भाइ म यहाँ घरतिर चाहिँ नयाँ क्याफे खोलेको सबैजना आउनु होला हामी त जान्दा पनि त्यही पनि किनभने बाटो खाली खाली छ है भाइ बाल काट्न जाउँ न त पहिला मेरो घर जाऊँ बाल काट्न जाँदा के हुन्छ त्यही गरौँ न अब चाहिँ बाल काट्न गएर जाने हामी बाहिर म भाइको बाल काट्ने म त अस्ति नै घाटै मुलेर हानिदिएको त्यो पनि भाइ र म चाहिँ बाल काट्न जानु पऱ्यो अब त्यसलाई अब भाइको बाल काट्ने ठाउँमा गएर हामी भाइले कस्तो खालको काट्छ अनि त्यही अनुसार भिडियो देखाउँछ आइसक्यो हामी भाइको बाल काट्नलाई भाइको सेभेन इनको अदर black run भाइले त बाल काटिसक्यो नि अब भाइको फाइनल लुक्यो होइन यता देऊ त भाइ पछाडिको बाल अगाडिको बाल है हरि चिङ्गेको थियो नि त अगाडि अहिले भाइले बाल काटेर हिँड्सी भयो बुढो तर यो बालै बाल छ कि भयो नि यति भयो कमेन्ट गर्नु होला भाइको बाल कस्तो आज काटेको भाइको बाल राम्रो हो कि मेरो बाल राम्रो हो कमेन्ट गर्नु होला सबै आएर जसले भिडियो हेर्नु नि त सबले कमेन्ट गर्नु अनि सब्सक्राइब पनि गर्नु आफ्नो साथीहरूलाई सबलाई भनेर अहिले चाहिँ हामी चाहिँ घर जाँदैछौँ घर गएर मम्मीलाई देखाउँछ मम्मी पाल्पा जाने अरे आज काम गरी खोइ के गर्न जानुहुन्छ आज त्यो भएर आज एक्लै हुन्छु म घरमा अहिले एक्लै सब भिडियो हामी चाहिँ घरमा पुग्न लागिसक्यो मेरो घर फेरि अलि जङ्गलमा छ कि होइन जङ्गलतिर यहीँ जङ्गल छ घरहरू पनि छ तर जङ्गल नि छ यहीँ घर पछाडि यता साइडतिर फेरि पार्क छ घुम्ने पार्क राम्रो छ अहिलेसम्म गएन जानु तर घरबाट नि देख्छु मेरो अगाडि हामी चाहिँ अब घर पुग्न लागिसक्यो मम्मी हुनुहुन्छ यहाँ त्यही होइन जान 4 बजी जान्छु अब घर आउनु लागिसक्यो घर त होइन तर रुम हो त घर त होइन तर रुम ल्याएर बस्यो कि घर आइसक्यो रुममा अब मेरो मजा हामी
मम्मी ए हप्सी हप्सी के छ दाइले नमस्ते गर्ने हैन बाल कलर गरेर आएको ए मेरो बहिनी गाउँबाट आइसक्यो मम्मी यहाँ स्लिपिङ मुडमा हुनुहुन्छ मेरो मम्मी मम केयर सुत्ने दिनभरि नि मेरो बहिनी गाउँबाट आइसक्यो कति बेला आइगयो के छ गाउँको हल्लीचल्ली के ल्यायो के ल्यायो आरु पखरा आरु पखरा बोल्ने गाउँबाट आरु पखरा लेखेर दिनु कलम हो कहाँ त आज पलम खाने गयो हामी पलम फ्रिजमा राखेँ भन्नुहुन्थ्यो कतापट्टि हो मम्मी रातो हरियो यसमा आइज आज हामी पलम खाने यस पलमहरू हरियो रातो रातो भयो रातो भाइलाई होइन नाङ्गे बसिरहेको पलम अहिले पलम खाएको बेला देखाउनु होइन त्यही पनि अहिले देखाउन त हुन्छ तर केही पनि भएन छैन अहिले चाहिँ भाइलाई स्याम्पू दिन्छु पहिला मम्मी स्याम्पू कहाँ र स्याम्पू छ क्या यहाँ मैले एउटा देखेँ त हिजो ए तिनवटामै यो बहिनीले बट्टुक पनि ल्याइछ पलम सबमा लाग्यो के भइदियो सेम त हेर्नु त गाइज लेस अर्कै हालेर मेरो बहिनी चाहिँ गोरो देखिया त नि गाइज गाउँबाट आएर दिनु एउटा मम्मी भाइलाई रुम मैले जति मिलाए पनि यस्तो गराउने बिदाई खाऊ गेलो 10 रुपियाँ ल भाइ बाल त कलर अन्त तिम्रो ड्राइभर बाल कस्तो देखेछु कालो मान्छे गोरो देखियो अरे गाई हजुरलाई कस्तो लाग्यो बाल कलर गरेको कमेन्ट गर्नु होला सबैले सब्सक्राइब पनि अनि आफ्नो साथीहरू सबैलाई दुईटामा कुन फरक हो र कुन फरक हो कमेन्ट गरिदिनु त कुन फरक हो र दुईटै फरक खान यो तपाईँले हालेको जस्तो चिन्दैन र मैले अनि मलाई त आउँदैन सर बट्टु बहिनीले ल्याइदिएको बट्टु अरू बेला मैले ल्याइदिन्थेँ कि आज बहिनीले लेस हालिदिने भिडियो बनाइहाल्छु भिडियो चाहिँ यति हो होइन दिउँसो अब बनाउनु पाएन म यहाँ चाहिँ यति हो त्यस्तो लामो भिडियो बनाउन जान्दैन कि मैले होइन नयाँ अब जति छ जे छ हजुरले हेर्नु होला राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट अनि सेयर पनि गर्नु होला आफ्नो साथीहरू सबैलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई